अलि उता पछाडि मात्र हाल्दैन पछाडि पनि सुरुरु हाल्न धारा नारायण 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 ल बस नारायण 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 भन्ने अनि पुगिहाल्यो नि कति नुहाउनु हो बुढालाई आमै बोल्नु भन न बोल्नै छोड्यो ल छोड गणेशको नाम पनि खतरा रहेछ त कोसिन्हा रे के हो कोसिन्हा गणेश ये पनि यही चढाउनु ल्याए यही कि नि हो कान्छ नारियल के हाल्ने यहाँ चढाउनु कि के पूजा गरेर लिएर आउने क्या सानो लागि पूजा गरेर उतै लिएर आउने टिका टाला लागिसक्यो गुड भनिदिन्छ मामालाई आमालाई गुड भनिदिन्छ गुड राम्रो काम गरेर गुड भन्छ गुड भनिदिन्छ गयो गाडी गयो मामा भन्दै त एकपल्ट पूजा पूजा गरे है हजुर जान्छ त भने चाचा खोल्नु हुँदैन मात्रै गरेर नि लिएर जानु
बत्ती निप्ला सेल्फी हान्नु भन क्या भयो के भयो निन्द्रा लागिसक्यो नमस्कार परमेश्वर चम्चीले पानी खुवाउने उहाँ पानी राख्दै होइन यसो मुख जुठो हात तरकारीमा जेमा हात यस्तो लाउनु त्यति धेरै त कहाँ खान्छ त नि यसो मुखमा खुवाइदिने हो कि टुलमा लेस खाइहाल्दैन त्यस्तो अब गुलियो के अरे मरिच त हाले खाएन नि ए नहाले त ठिक छ कहाँ पुस्नी छ के हो टिस्यु टिस्यु छ त कहाँ हुनु आमाले समात्ने हो आमाले हो च्याप्चो समात समाधिने थपको लागिसक्यो हो त्यसरी नै हो त्यो सिंगल माथि हो 3टा तल हो त्यसरी हडबड गर्नु टिका त पहिला बाउले चाहिँ टिका लाएर यो खुट्टा त खोल्नु पर्यो पानी यहाँ अनि खुट्टा त जुत्ता लाइ त कहाँबाट लाग्छ हात यसो यो चाहिँ कहाँ हातमा होइन खुट्टाको हो चिन्ने नि क्या यसले त हातको चुरा अर्कै हुन्छ त टिका लाउनु हेर्नु भयो त्यसरी नै हुन्छ त्यसरी छिर्छ भने ठिक छ नाम त यिनीहरूले के राखिदिन्छ अब जेसुकै होस् के चाहन्छ शान्ति भन्ने ल अहिले अब पछिको नाम चाहिँ जो न्वारानमा आएको थियो त्यसले थाहा पायो होला नत्र के थाहा पाउनु न्वारान त नि आएको थियो तेल कहाँ हाल्नु त पुस्ने हुँदैन हो त्यसले यसो रुमाल जस्तै पुछपाछ पार्ने त्यसलाई फालिदिने पानीमा मिल्गाइदिनु हुन्छ त्यो लाद्लो चाहिँ हाल्छ साउन खाउनलाई हुन्छ खुट्टामा ऊ होला टिका लगाइसक्यो हो चम्चा चाहिँ अब सजिलो चम्चाले होइन पैसा छैन छ सबैले त पैसाले कसले खुवाउँछ पैसालाई चम्चामा तेल लाएर एउटा दुईटा सिधा यसो पर्ने
पुग्यो पुग्यो ल त्यहाँ चाहिँ छ यहाँ छ अन्डा माथि राख्नु पर्ने कहाँ राख्थ्यो त रमन थालको सिधा त्यहाँ माथि चाहिँ हुनु पर्ने एउटा हो त्यहाँनिर त्यो आज बच्चाले खाइसक्ने हो भात नभए आमाले जसरी खाइसक्नु पर्छ यहाँ त्यो अब अरूले खाने कुरो भन ल नानु ल हाई हाई गरे कस्तो अल्छी लाइसी चाँडै ल खानै जानेन नि मुख चलाउनु पहिलादेखि यसो गर्नु पर्थ्यो चलाउँछ थोरै थोरै त्यो सिँदुर अब त पर्दैन नि बुवा खाना मात्रै हो क्या त्यहाँ अलिकति खाना मात्र राखिदिनु भइहाल्यो क्या खान्छ राम्ररी खान्छ खाऊ खाऊ यहाँ माथि राख्नु न हे तेरिको क्या भयो यहाँ के यहाँ त्यो सिन्दुर सिन्दुर लागेछ पखालले लु त्यतिको लगाइदिनु ल खाछ खाछ बस्न मिल्यो जोलो भइगयो कति हर यस्तो पो कायदा त निदाइदिएपछि भात खानु नपर्ने होइन अलिक सुकिसकेछ थोपा थोपा पानी यसो अडिया छ अब टिका त लाउने हो नि आफूले नलाइदिनु भन्ने हो त लु गालामा ठ्याममा हान्नुपर्छ त अलि ओराउ भनेर नि यस्तो भयो त्यो कुर्सी अलि पछाडि रहेछ अनि बस्नै गाह्रो भयो कि बच्चा समाएर अरै भयो नि भइहाल्छ के हुन्छ त यस्तै हो हुन्छ हुन्छ पर्दैन गर्दैन त्यो अलिअलि पाटो पुट्टो भयो
पोरै हातले जबरजस्ती खानिदिने हो क्या अब त खानिदिने नि हो मिठो मिठो पानी उता छ चब्बर ल बच्चालाई 1 चम्चा जस्तो लिटर त भए खानिदिने हो नि त अनि एकैचोटि कहाँ कति छ र खाएको हो पानी खानिदिने बस भिडियो बनाऊ न भिडियो पनि अनि यो भिडियो नबनाए के बनायो त मैले यता त कहाँ यसो क्यामेरा ल्यायो क्लियर आउँछ फोटो पनि मिलाए एउटा भिडियो एउटा फोटो कहाँ राखेको छ रमेले त्यही गरिदिरहेको हल्का अबिर एउटा खोलेर बनायो नि भइसक्यो क्या हो आजको सक्ने जान्छ हातमा राखिदिने अब के सुत्यो क्या सुत्यो त्यत्रो धेरै त होइन कति डोराको त डराउनु पर्छ अब के भात खाइदिने पालोमा त आइपुग्यो त हाम्रो त राष्ट्रिय वाणिज्य बैंक भरा छ बैंक नभए यहाँ फेरि काम चल्दैन गाह्रो यसैले बनाइहाल्छ नि अर्को आज मैले त यस्तो गरिदिन्छु कि आहा गयो आहा अझ चिम्म गरेर बस्दिनुहोस् ओहो यसरी नै आउँदो रहेछ क्यामेरा के हो गोप्रो हो नि त यसमा खतरा आउँछ नि त्यसो खोइ पैसा सैसो ठिकठाक पारा छु म बिहान बिहान उठेर हिँडेछु वाणिज्य बैंक त यार चेक काट्नुपर्छ कि क्या पुऱ्याउनु माग्छ अब मासु बनाएर जीवनमै छ त्यही बाहिर जीवन एक्लै छ मजाले पनि हिँडाएको यो त है अहिले निराउँछ होला त यो अहिले फटाफट गर्नु नि त यार तपाईँ निराउनु स्पेसल पैसा सैसा पुरै छ नानी लु खोइ हटाउनु न खोइ
भातै कता कता पुगिसक्यो नाम चाहिँ भात भयो भातै खाँदिन नपाएपछि के हेर्ने खोइ खोइ कसरी समाएर बस्ने कि फेरि लु पानी है गर्छ के चम्चा चिसो पानी देख्दा होइन यहाँ सोर्नुपर्छ नि कहाँ तातो पानी हो चिसै हो नि त्यही त हुन भात मजाले गले खायो नि त समात्ने कुरो छैन यसो लु है लु भोलि पर्सि पढ्नलाई खर्च यसो अब टिका टाँदिने मात्र खान्देऊ त त्यसै गरी यसो आँखा चिम्ले पनि छ उता पैसा छ हात धुनु पर्यो नि त उता हो पैसा माथि राख्नु ठिकै हुन्छ 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 छोड्यो कि अर्को पनि बालै राख्ने हो भोलि पर्सि तेल पनि हुन्छ चामल पनि फोटो चाहिँ खिच्नु पर्यो है केटा भयो योभन्दा बढी सुट गर्नु टिका लाग्यो भाउ चाहिँ धेरै टिका नटाख्दिने फेरि निधारमा त तलतिर निहुरे होला फेरि अछेताले चामल भिडियो हामीले लगाइराखेको त्यही चामल उता छ लु फुलाउ फुलाउ चाहिँ हामी ट्याङ्डो पारेर हालौँ अब पर्छ कोला कोला वर्सेर उठेछ पुगिहाल्छ नि भात थोर भयो रे एक थाल छ त अहिले भइहाल्यो नि ठिक छ खानीले छैन कोच्याछ पनि पहिला त खाएको हो होइन आमाले थोरै किन्दै छोरी निदा बेला पर्यो नदेख्ने भयो नदेख्ने भयो खोइ त यहाँ एउटा खत्रै गिफ्ट आएको हेलो गाइस खत्रै छ भन्थ्यो लाउनै नसक्ला जस्तो हेलो गाइस हैन खत्रै छ त्यो खोल्नु न यो खोल्नु यो खोलेर आहा भरि भइसक्यो फोटो चाहिँ डेन्जर खिच्दै अरु भन्दा अब त्यो टोपी खोलेर हैन के सिक्रीको यो खोलेर हैन त्यतिकै लाग्छ यतिकै नि छिर्छ यो त हो त्यो डबल टो उले गरे पहिला बट्टा देखाएर टकै यस्तो ताल देखाउँदै जाने है यार ए सुई सुई उड्छ गर्ने अब त यस्तो मान्छे ल ल इट्स पुक्स ल फेरि सुतिहाल्यो अनलाइन छोरी तोडा अब भोक लागिहाल्यो नि अब कफी कप खान्छ अब हेरेछ है मजाले हेर्नु बेबी रुनी हैन आज रुनी हैन रुनी हैन बाबा भाइले ओ तन्डी बाउको पालो बाबाको पालो यता थोरै 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 एक दुईटा मात्र यसो टक्क शान्ति आयो शान्ति को रहेछ हाइट अबुई हेर कस्तो अल्छी लाग्यो एकैचोटी त्यता र यता अँ भाइ पो गाह्रो जस्तो यहाँ लाग्यो नि त चाँडै त्यो अलिक गिलो थोरै क्या ठिक्कसँगले मुखमा अट्ने गरी अभि नलागे हुन्छ अलि अलि भित्रै भित्रै अलि भित्रै अलि भित्रै हो केही हुन्न केही हुन्न फुड कलर अन्डा अन्डा खाने अलिकति तैँले ल अन्डा चिमटेर दही त यहाँ ल्याएको छैन ल त्यो त अड्किन्छ नि फेरि दही कचरो हालेर दिदी त्यो उ बना हैन सिन्दुर हालेर दही चुरा बना हैन हैन यस्तो यस्तो लगाउने पाती खोइ यो कचरो पानीले त्यो सोहोर दिने मुखमा यसो लाजमा त्यत्रो होइन नि थोरै पानी लाउने अनि त्यो सोहोर दिए मुखको पुरै सफा गर त्यो चम्चाले हो सर्ट सर्ट सोरेर यता निकाल त्यसले पुस्दिनु हो त्यसरी हो नि त खास त खानेपछि मुख चुर्दिनु पर्दैन बाबाले है ए अब भोलि पर्सि कामै
कामै भोलिपर्सि बाउको मुख छुट्ने अब उसलाई त के खानिदिनु कसलाई अनि तिमीमै खानिदिनु भयो हैन भइसक्यो अहिले अन्डा खान्छ अहिले पछि पछि राखिदिएको त हो नि यहाँ हँ यही पनि सबै राखिदिएको भाउजूले अहिले पछि खानिदिन्छ मम्मीले लु बाबाले त हो कति एक मुठै भेट्यो एक मुठा एउटा ओ माई गॉड हाँस्न लागेको थियो हाँस हाँस ल मेरो टिका लगाउँदा अङ्कलले टिका लगाउँदा ल यता यता के यता यता भयो 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 तिनीहरूले कति बनाइदिन्छ मोबाइल त्यहाँ आगर धेरै पो त्यहाँ ल लु अब सबैतिर निन्द्रा पुग्यो होला जिब्रेल तान्न डरो छ के खान्छ खान्छ सारो छ अनि खान सक्ने छ गिलो छ भित्र राखेर अलि भित्रै लौ खान खोजेर खान त कस्तो जाइम बुढा सेन्जी हजुर छ थियो कता हजुर हजुर ए हजुर त्यस्तै लगभग 2 आवर जति पछि आउनु पर्ने हुन्छ है त हैट पैसा राख्ने झोला सही छैन टिका लाउनु मान्ने हैन भयो चिसो भएर सकिसके भाउ छ आइए बा थियो है के किन्नु नुहाइदिएको नि अघि ल ल पापा किनेर खाने पापा अहिले भर्खर खाना त खाइरह पापा किन्नु गएपछि त हुँदैन अनि उनीले आएन त अहिले त कुपन लिँदा लाइन बस्नु पर्छ कि बिहान त कहाँ टोकन लिँदा अहिले लाइन बस्नु रगत मात्रै हो के अलिकति तानेर आइहाल्छ बुवाले त्यहाँनिर लुगा कतिको तातो पहिला पानी खाँदै लैहाल्थ्यो नि त त्यो रगत तान्नुभन्दा यता दिदी हेर्छौ दिदी हेर्छौ दिदी हेरिछौ बनाउनु भएको थियो पहिला त्यो सुरुमा देख हल्यो के के चाहिँ ए उयो छ सन्ता पनि भाग्नु हल्लामा नि त्यस्तो भयो होइन यो नानी त काली काली पो हुँदै आयो त अनि तपाईँको अङ्कल हो त नि ए के हो त लो 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 यो टोपी यो लाउ के पनि हो र ल ल ल खै के पर्ने हो बुवा पर्ने होइन र हो त ल ल भएन थाहा भएन एउटाले अङ्कल भने एउटाले बुवा भने ल अब न घुम्नु जाने अलिअलि घुम्नु लैजानु तिमीलाई गाइस हाँस न एकचोटि यहीँ गरेर हाँस न यहीँ गर यहीँ गर नि चिसोले खोइ कपाल त खोल न खोल खोल प्लास्टिक खोल लु अब यो थालमा माम खाने नानीले ल ल ल ल मलाई ल ल ल अब चाहिँ रुन थाले है दिदी दिदी ल ल हाम्रो यता रेडी पनि हुँदैछ खाना रेडी हुँदैछ खाना रेडी हुँदैछ फाइनली
तपाईँलाई चिन्छ नि यहाँ सबैलाई नि विश्वभरिको तपाईँ यार एकदम भाइरल मान्छे सेफ सन्तोष सेफ पछिको भाइरल मान्छे पनि हो खाना त आज स्पेसलै बन्ने होइन हो कि अनि हो